Hello, Sociology second semesters masters को subject code SO 574 subject name politics and society हामी हिजोकै भिडियोबाट चाहिँ कन्टिन्यू गर्छौं नेक्स्ट क्वेशन छ discuss the major arguments made by Henry Weltmeyer and James Petras in their 2008 article Pigeons in an Era of Neoliberal Globalization Latin America on the Move यो Pigeons in an Era of Neoliberal Globalization Latin America on the Move भन्ने आर्टिकलमा चाहिँ एक्सप्लेन गरिएको मेजर आर्गुमेन्ट्सहरु के छन् लेख्नुहोस् भनेर क्वेशन सोधेको छ यसमा चाहिँ नव उदारवादी विश्वव्यापीकरणले ल्याटिन अमेरिकामा भएका जुन किसानहरु छन् तिनीहरुलाई चाहिँ कसरी असर पारेको छ त्यसको बारेमा व्याख्या गर्नुहोस् भनेर चाहिँ क्वेशन सोधेको छ अब यसमा हामीले फर्स्टमा जान्नु पर्यो यो नियोलिबरल ग्लोबलाइजेसन भनेको के हो नव उदारवादी विश्वव्यापीकरण भनेको के हो पहिला उदारवादी विश्वव्यापीकरण भनेको चाहिँ कुनै पनि देशले आफ्नो स्थानीय उत्पादन र आफ्नो स्थानीय बजारमा मात्र आफ्नो आर्थिक स्थितिलाई सीमित नराखेर चाहिँ अब आफ्नो बोर्डर खुल्ला गर्नुपर्छ र इम्पोर्ट एक्सपोर्ट गर्ने चलन ल्याउनु पर्छ ग्लोबलाइजेसन गर्नुपर्छ ओपन मार्केट सिस्टममा जानुपर्छ हैन वर्ल्ड इकोनोमी सिस्टममा जानुपर्छ आफ्नो लोकल प्रोडक्ट्सहरुलाई इन्टरनेशनल मार्केटमा पनि लैजानुपर्छ प्रॉफिट निकाल्नुपर्छ विकास गर्नुपर्छ भन्ने यो ग्लोबलाइजेसन थियो हैन सम्पूर्ण अरु आफ्नो देशमा मात्रै सीमित नभएर अब सम्पूर्ण विश्वभरिमै यो कल्चर बिलिफ्स अनि प्रोडक्ट्सहरु टेक्नोलोजिजहरु चाहिँ युज टु हुने टेक्नोलोजिजहरुलाई चाहिँ बानी पार्ने सबैको पहुँचमा पुगोस् भन्ने कुरालाई मेनली फोकस गर्छ ग्लोबलाइजेसनले हैन अब नियोलिबरल ग्लोबलाइजेसनले के भन्छ भन्दाखेरि अब राज्य लगानी कटौती गरेर अब निजी लगानीलाई लगाउन थाल्ने के अब निजी रूपमा चाहिँ बिजनेसहरुलाई इकोनोमिक प्र्याक्टिसेसहरुलाई चाहिँ डेभलप गरेर लैजाने यो चाहिँ सुरुमा ल्याएको हो ब्रिटेनकी प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकाका राष्ट्रपति रोनाल्ड रेगनले चाहिँ नियोलिबरल ग्लोबलाइजेसनलाई निर्माण गर्नुभएको हो राइज गरेको हो अनि डेमोक्रेटिक कन्ट्रीले ल फ्रेन्डली इन्भाइरोमेन्ट बनाउने हैन जुन चाहिँ डेभलप्ड कन्ट्रीहरु छन् तिनीहरुले चाहिँ ल फ्रेन्डली इन्भाइरोमेन्ट बनाउने अनि अन्डर डेभलप्ड कन्ट्रीहरुलाई चाहिँ फन्डिङ गर्ने नै यो मेन उसो ग्लोबलाइजेसनको त्यसपछि यसमा चाहिँ फन्डिङ कसरी गर्ने भन्दाखेरि स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम साप भन्ने एउटा जस्तै ब्रान्च बनाउने त्यसमा चाहिँ वर्ल्ड बैंक अनि इन्टरनेशनल मोनेटरी फन्ड यिनी संस्थाहरुले चाहिँ फन्डिङ गर्छन् इन्टरनेशनल के रे अन्डर डेभलप कन्ट्रीहरुलाई फन्डिङ गर्छन् हैन अनि यो डब्ल्युपी वर्ल्ड बैंकले आईएमएफ ले इन्टरनेशनल मोनेटरी फन्डले दिएको फन्डिङ रिटर्न गर्न नसकेका जुन ल्याटिन अमेरिकन कन्ट्रीजहरु छन् नि तिनीहरुलाई फन्डिङ रिटर्न गर्न नसके पर आफ्नो बोर्डर खोल अनि त्यसपछि आफ्नो लोकल उत्पादनलाई इन्टरनेशनल मार्केटसँग जोड भन्ने कुरा यो नियोलिबरल ग्लोबलाइजेसनले गरेको र यो आर्टिकलमा चाहिँ यही कुरा गरेको छ यो ल्याटिन अमेरिकाले ल्याटिन अमेरिकामा भएका कन्ट्रीहरुले चाहिँ डेभलप कन्ट्रीहरुबाट फन्डिङ लिए त्यसपछि झन् राम्रो होला भन्नको साट्टै उनीहरुले झन् अन्डर डेभलप हुँदै गए र त्यो ऋण तिर्न सकेनन् त्यो ऋण तिर्न नसकेपछि के गर्छ अनि डेभलप कन्ट्रीले के गर्छ भन्दाखेरि आफ्नो बोर्डर खोल आफ्नो तेरो कन्ट्रीमै के उत्पादन भइराछ के कस्तो छ सिस्टम त्यो सबै शेयर गर्न पर्छ हामीसँग भनेर भन्यो के त्यो बाध्य भयो के ल्याटिन अमेरिकन कन्ट्री त्यो बोर्डर खोल्नको लागि र अब क्वेशन तिर जाम यो Pigeons in an Area of Neoliberal Globalization Latin America on Move 2008 presents a critical analysis of impact of neoliberal globalization on pigeon communities in Latin America त्यही neoliberal नव उदारवादी विश्वव्यापीकरणले गर्दाखेरि चाहिँ यो ल्याटिन अमेरिकाका किसान वर्गहरुको चाहिँ अब कस्तो अवस्था आयो त भनेर चाहिँ त्यसको बारेमा लेख भनेछ र तिनीहरुको
की थिम्सहरू यस प्रकार दिएका छन् भनेर लेख्नु पर्यो पहिला। यो ल्याटिन के अरे नव उदारवादी विश्वव्यापीकरणले चाहिँ ल्याटिन अमेरिकालाई कसरी असर पारेछ त भन्दाखेरि पहिलो छ उदारवादी विश्वव्यापीकरण र ग्रामीण परिवर्तन भनेको चाहिँ नव उदारवादी विश्वव्यापीकरणले ल्याटिन अमेरिकाहरूको ग्रामीण क्षेत्रहरूलाई चाहिँ कसरी परिवर्तन गर्यो भन्दाखेरि चाहिँ त्यो प्राइभेटाइजेसन ल्यायो होइन। नियोलिबरल पोलिसिजहरूले चाहिँ प्राइभेटाइजेसन ल्यायो। त्यसपछि चाहिँ यो व्यापारमा उदारीकरण भयो। त्यसपछि चाहिँ अनि त्यसपछि यो पिजेन्ट्सहरूको जुन खेती गर्ने ल्यान्ड अनि रिसोर्सेसहरू थियो नि त्यो पनि बताबुङ्ग पार्यो होइन। त्यसपछि चाहिँ जुन किसानहरूको निर्वाहमुखी फार्मिङ थियो त्यसलाई चाहिँ अब के गर्नु भने एक्सपोर्ट ओरिएन्टेड एग्रिकल्चर बनाउन थाल्यो कि अब एक्सपोर्ट गर्नको लागि कृषि गर्ने खालको त्यो नियम चाहिँ लिएर आयो नव उदारवादी विश्वव्यापीकरणले। जुन जसरी पहिला निर्वाह गरेर आफूलाई मात्र उत्पादन गर्ने त्यसपछि अलिअलि बेच्ने गरेर निर्वाहमुखी गरिराखेको थियो नि अब चाहिँ अब बाहिर एक्सपोर्ट गर्ने सोचले चाहिँ अब एग्रिकल्चर गर्ने भने त्यसरी चेन्ज गरिदियो नियोलिबरलाइजेसनले भनेर लेख्नु पर्यो। अर्को फेरि पिजेन्ट डिस्प्लेसमेन्ट एन्ड मार्जिनलाइजेसन किसानहरूको विस्थापन र सीमान्तीकरण हुन थाल्यो हो कि नै। अब पहिला किसानहरू धेरै थिए अब निर्वाहमुखी गर्थे बस्थे सबै राम्रो थियो। अब के भयो भन्दाखेरि नियोलिबरल ग्लोबलाइजेसनले के गर्यो भन्दाखेरि यो जुन ट्रेडिसनल लाइभलीहुड थियो किसानहरूको त्यसलाई चाहिँ विस्थापित गरिदियो कि अब त्यो पुरै चेन्ज भयो। त्यसपछि चाहिँ स्मल स्केल सानो तहका किसानहरूले चाहिँ जसरी काम गर्थे नि अब तिनीहरूलाई के गर्यो भन्दाखेरि एकदमै गाह्रो तर थोरै पैसा पाउने खालको काम गर्न अब कर गर्न थालियो। त्यसपछि जसले गर्दा चाहिँ गरिबी र अनि असमानता आउन थाल्यो रुरल एरियामा। किसानहरूको विस्थापन भयो किसानहरू सीमान्तीकरण भए गरिबी बढ्यो इनइक्वालिटी पनि बढ्यो भनेर लेख्नु पर्यो। अर्को फेरि सोसियल मुभमेन्ट्स एन्ड रेसिस्टेन्स देखा पर्यो। अब पहिल्यैदेखि चलिआएको संस्कृति परम्परा किसानहरूको जीवन जस्तो थियो त्यसलाई चाहिँ आएर नियोलिबरलाइजेसनले सबै चेन्ज गरिदिएपछि त त्यहाँका किसानहरूलाई बाँच्न गाह्रो भएपछि के गर्छन् त अब रिभोल्युसन त गर्नु पर्यो सामाजिक आन्दोलन गर्नु पर्यो। त्यसपछि प्रतिरोध देखाउनु पर्यो। किसानहरूले पनि त्यस्तै प्रतिरोध देखाए। कहाँका किसानले देखाए भन्दा चाहिँ मुभमेन्ट सच एज द जापाटिस्टास इन मेक्सिकोको जापाटिस्टास भन्ने मुभमेन्ट भयो। त्यसपछि चाहिँ अनि ब्राजिलको चाहिँ ल्यान्डलेस वर्कर मुभमेन्ट भन्ने चाहिँ दुईटा मुभमेन्ट भए आन्दोलन भए त्यसको लागि अनि भूमि सुधारको लागि र सामाजिक न्यायको लागि चाहिँ मान्छेहरूले किसानहरूले आन्दोलन गर्न थाले। त्यसपछि चाहिँ अनि चौथोमा के लेख्न पर्यो स्टेटले पनि अब नियोलिबरल ग्लोबलाइजेसनले पारेको जुन असर दबावहरूलाई कम गर्न केही न केही कदमहरू उठायो होइन। त्यसपछि चाहिँ के अरे यो पिजेन्ट्सहरूको चाहिँ दुःख के छ कम्प्लेनहरू त्यसलाई पनि एड्रेस गर्न थाले स्टेटले भनेर भनियो। राजनीतिमा चाहिँ चेन्ज आउन थाल्यो स्टेटको रेस्पोन्स पनि आउन थाल्यो। त्यसपछि अर्को छ अल्टरनेटिभ डेभलपमेन्ट मोडल। अब चाहिँ यो नियो लिबरलाइजेसनले जे कष्ट देखायो दुःख पार्यो ल्याटिन अमेरिकामा त्यसको लागि चाहिँ अब अल्टरनेटिभ डेभलपमेन्ट मोडल के हुनसक्छ भन्दाखेरि अब यहाँ अथर्सले के भन्छन् भन्दाखेरि अल्टरनेटिभ डेभलपमेन्ट मोडल बनाउन पर्छ। खाद्य सप्रभुतालाई प्रायोरिटाइज गर्न पर्छ। अब खाद्य चाहिँ एकदमै पर्याप्त मात्रामा होस्। त्यसपछि कृषिमा सुधार ल्याउन पर्छ सामाजिक न्याय ल्याउन पर्छ होइन। त्यसपछि के अरे अझै यो नियोलिबरल पोलिसिजमा चाहिँ समावेशीकरण र न्यायसङ्गत आर्थिक रणनीतिहरू ल्याउन पर्छ भनेर चाहिँ यस्तै अल्टरनेटिभ डेभलपमेन्ट गोल्सहरू इन्क्लुड हुन पर्छ भन्ने कुरा यो यति कुराहरू छ होइन। की थिम्सहरू यति भयो। यसपछि चाहिँ त्यतिवटा की थिम्स लेखिसकेपछि हामीले के लेख्नुपर्छ भन्दा यहाँ बुकमा छ 4 फोल्ड स्ट्राटेजिज टु इम्प्रुभ द कन्डिसन अफ ल्याटिन अमेरिकन कन्ट्रिज। 4वटा त्यस्ता रणनीतिहरू छन् जसले गर्दा चाहिँ अब हामीले अब ल्याटिन अमेरिका कन्ट्रिजहरूको चाहिँ स्थितिलाई सुधार ल्याउन सकिन्छ। फर्स्टमा म्याक्रो इकोनोमिक रिफर्म। यसमा के हुन्छ भन्दाखेरि उत्पादनलाई बजारसँग जोड्नु पर्यो होइन। यो स्ट्रक्चरल एडजस्टमेन्ट प्रोग्राम
प्रोग्राम सापको इस्टाब्लिसमेन्ट गर्नु पर्यो, बोर्डरलाई लिबरल गर्नु पर्यो, इन्टरनेसनल मार्केटसँग जोड्नु पर्यो भनेर पहिलोले भन्छ। दोस्रोले फेरि गुड गभर्नेन्स, सुशासन हुन पर्यो होइन, एकाउन्टेबिलिटी हुन पर्यो, ट्रान्सप्यारेन्सी हुन पर्यो, अटोक्रेटिक सिस्टममा चाहिँ अब डेमोक्रेसी ल्याउन पर्यो होइन, अनि भ्रष्टाचारको चाहिँ मिनिमाइजेसन गर्नु पर्यो। तेस्रोमा छ स्थानीय डेभलपमेन्ट गर्नु पर्यो क्या, निश्चित कम्युनिटीले उत्पादन गर्ने प्रोडक्टहरूलाई चाहिँ त्यही कम्युनिटीमा मात्र नबेचेर अब इन्टरनेसनल मार्केटमा पनि बेच्न पर्यो, प्रफिट ल्याउन पर्यो, अनि बल्ल अमेरिकन कन्ट्रिजहरूको चाहिँ इम्प्रुभमेन्ट हुन्छ भन्ने छ। अर्को फेरि मार्केट एसिस्टेड ल्यान्ड रिफर्म भनेको भूमि सुधार गर्नु पर्यो। अब पहिला पहिला के हुन्थ्यो भन्दाखेरि कसैसँग धेरै ल्यान्ड हुन्थ्यो, कसैसँग थोरै ल्यान्ड हुन्थ्यो, कोही फेरि घरबार बिहिनै हुन्थे होइन, घर पनि नहुन्थ्यो। त्यही भएर अब के गर्नु पर्यो, उत्पादनका लागि किसानहरूलाई जग्गा दिन पर्यो, उब्जिएको प्रोडक्ट्सलाई चाहिँ इन्टरनेसनल मार्केटसँग जोड्ने, अनि गरिब ल्यान्डलेस किसानहरूको चाहिँ इकोनोमी विकास गर्ने कुरा गर्नु पर्यो। यति चारवटा रणनीतिहरू अपनाउन पर्छ ल्याटिन अमेरिकाको स्थितिलाई सुधार गर्नको लागि भनेर चाहिँ यो क्वेसनको यसरी एन्सर दिनुपर्छ। नेक्स्ट क्वेसन छ, डिस्कस एबाउट द फाउन्डेसनल एप्रोचेस टु इन्ट्रेस्ट ग्रुप्स, स्टडी विथ सुइटेबल इक्जाम्पल्स। स्वार्थ समूहहरूको बारेमा चाहिँ अब के सिद्धान्तहरू छन् त्यो लेख्नुहोस् र उपयुक्त उदाहरण पनि दिनुहोस् भनेर लेखेको छ होइन। अब स्वार्थ समूह भनेपछि हामी समाजमा बसिसकेपछि एकजना हामी मात्र भएर पुग्दैन, हामीलाई इन्टरेक्सन गर्नुपर्छ, हाम्रो निड्सहरूलाई फुलफिल गर्नको लागि हामीलाई सोसाइटी चाहिन्छ होइन। सोसाइटीको मानिसहरूसँग कसैसँग विचार बानी बेहोरा आनी बानी सबै मिल्छ, कसैसँग विचार सोचहरू मिल्दैन होइन। र एउटै विचारहरू बोकेर चाहिँ कुनै पनि समाजका मानिसहरूले एउटा सङ्गठन बनाउँछन्, र त्यो सङ्गठन किन बनाउँछन् भन्दा आफ्नो कुनै स्वार्थ पुरा गर्नको लागि सङ्गठन बनाउँछन्, र तिनै सङ्गठन बनाउने मानिसहरू र त्यो सङ्गठनलाई भनिन्छ इन्ट्रेस्ट ग्रुप, स्वार्थ समूह। कुनै पनि निश्चित उद्देश्य र लक्ष्य हासिल गर्नका लागि समाजमा भएका मानिसहरू जसले चाहिँ एउटै विचारधारा एउटै सोचलाई अगालेका हुन्छन् तिनीहरू एकत्रित हुन्छन् र एउटा स्वार्थ समूह बनाउँछन् होइन, जसले चाहिँ स्टेटलाई चाहिँ दबाब दिन्छ आफ्नो स्वार्थ पुरा गर्नको लागि, नीति नियमहरू आफ्नो पक्षमा बनाउनको लागि स्वार्थ समूहले केही समयको लागि चाहिँ समूह बनाउँछन्, अनि स्वार्थ पुरा भएपछि त्यो समूह त्यही विघटन हुन्छ, र फेरि भविष्यमा कुनै पनि अरू प्रब्लम्सहरू केही इस्युजहरू आयो भने फेरि इन्ट्रेस्ट ग्रुपहरू बनाउँछन् र अनि आफ्नो इन्ट्रेस्टलाई चाहिँ पुरा गर्ने होइन। स्वार्थ पुरा गर्नका लागि बनेको समूहहरू नै इन्ट्रेस्ट ग्रुप हो, स्वार्थ समूह हो। यो संरचनात्मक सङ्गठन हो, एउटा संरचनामा आधारित भएर बन्छ होइन। अनि इन्ट्रेस्ट ग्रुप आर प्राइभेट सेक्टर भोलुन्टरी एसोसिएसन, इट्स मेम्बर्स आर नेचुरल पर्सन। यो इन्ट्रेस्ट ग्रुपमा भएका मान्छेहरू मेम्बरहरू चाहिँ सदस्यहरू चाहिँ यो समाजमै बस्ने यो मानिसहरू हुन् कि लोकल मानिसहरू हुन् होइन, नेचुरल पर्सनहरू हुन्। अनि इट इज सेट टु चेन्ज द कन्भेन्सनल पोलिटिकल एक्सन एन्ड टु मेक द इफेक्टिभ पोलिसिज भनेको अहिले चाहिँ चलिआएका राजनीतिक एक्सन्सहरू प्रयासहरू चाहिँ प्र्याक्टिसेसहरूलाई चाहिँ चेन्ज गरेर अझै नीति नियममा चाहिँ इफेक्टिभनेस ल्याउनको लागि यिनीहरू बनेका हुन्छन् होइन। त्यसपछि चाहिँ प्रेसर ग्रुप्स आर नट रेस्ट्रिक्टेड भनेको प्रेसर ग्रुप्स इन्ट्रेस्ट ग्रुप्सहरूलाई चाहिँ रोक्न सकिन्न कि यिनीहरूलाई रेस्ट्रिक्ट गर्न सकिन्न, तिनीहरूको पावर त्यति ठुलो हुन्छ। अब हामीले पावर एन्ड पोलिटिक्स पढ्दा चाहिँ पावर र पोलिटिक्सकै बारेमा पढ्नु पर्यो होइन। इन्ट्रेस्ट ग्रुपले अब अरू बेलामा छुट्टै छुट्टै इन्डिभिजुअल रूपमा छुट्टै छुट्टै वर्गहरूले भन्दाखेरि जुन कुरा पुरा भएको थिएन, अब एउटा इन्ट्रेस्ट ग्रुप स्वार्थ समूह बनाइसकेपछि त मान्छे पनि धेरै हुने भए, मान्छे धेरै भएपछि पावर पनि धेरै हुने भयो, र चाहिँ पोलिटिक्समा पोलिटिकल पोलिसिजहरू नीति नियम राजनीतिमा चाहिँ प्रभाव ल्याउन पर्यो भने इन्ट्रेस्ट ग्रुप बनाउने, आफ्नो शक्ति बढाउने र राज्यलाई चाहिँ आफ्नो स्वार्थ पुरा गर्नको लागि नीति नियम बना या केही कदमहरू चाल्नको लागि हामीले बाध्य बनाउने कुरा नै यो इन्ट्रेस्ट ग्रुप भनेको होइन। अब इन्ट्रेस्ट ग्रुपमा चाहिँ मेनली गरेर कतिवटा एप्रोचेस छन् भन्दा
एउटा छ प्लुरलिस्ट एप्रोच फर्स्टमा बहुलवादी सिद्धान्त हैन अनि नियो प्लुरलिस्ट एप्रोच नियो बहुलवादी नव बहुलवादी सिद्धान्त त्यसपछि छ मार्क्सिस्ट एप्रोच त्यसपछि छ इलाइटिस्ट एप्रोच अनि त्यसपछि छ कोर्पोरेटिस्ट एप्रोच भनेर चाहिँ पाँचवटा एप्रोचेसहरू छन् सिद्धान्तहरू छन् यो स्वार्थ समूहमा पहिलो पहिलो स्वार्थ समूहको सिद्धान्तमा चाहिँ के छ भन्दाखेरि चाहिँ बहुलवादी दृष्टिकोण है बहुलवादी दृष्टिकोण अनुसार विभिन्न स्वार्थ समूहले पोलिसी मेकिङमा नीति निर्माण गर्ने बेलामा चाहिँ इन्फ्लुएन्स पारिराखेका छन् होइन प्रभाव पार्ने शक्ति राख्छन् यी समूहले राजनीतिक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् किनभने यो बहुलवादी त पहिल्यै नै अलिअलि कुनै पनि लेभलमा चाहिँ राजनीतिसँग चाहिँ जोडिएका हुन्छन् यिनीहरू त्यही भएर चाहिँ यिनीहरूले राजनीतिक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् होइन अनि यो दृष्टिकोणले शक्ति विभाजनलाई स्वीकार गर्छ भनेको चाहिँ लेबर डिभिजनलाई स्वीकार गर्छ यो एप्रोचले लेबर डिभिजन हुन गर्छ र लेबर डिभिजन भएर चाहिँ के अरे त्यो लेबरहरूकै हकको लागि नीतिहरू बनाइन्छ भन्ने कुरालाई स्वीकार गर्छ विभिन्न समूहहरू बीचको अन्तर्क्रियाबाट नीतिहरू बन्ने मान्यता राख्छ अब एउटा मात्र समूह होइन अब धेरै समूहहरूलाई चाहिँ लेबर डिभिजन गरेर नीति नियम बनाउनु पर्छ भन्ने कुरालाई चाहिँ मान्यता दिन्छ अब इक्जाम्पल चाहिँ के हुनसक्छ भन्दा नेपालमा अब व्यापारी सङ्घहरूले एउटा बहुलवादी सिद्धान्त ल्याउन सक्छन् त्यसपछि मजदुर तवहरू चाहिँ किन्ने बहुलवादी नाम अनि मानव अधिकार संगठनहरू जस्ता समूहहरू सरकारलाई आफ्ना मात्र पुरा आफ्ना कुराहरू चाहिँ पुरा गर्न दबाब दिन्छन् यिनीहरू अब इन्टरनेसनल त अब लेस्बियन ग्रुप्सहरू पनि हुनसक्छ होइन त्यसपछि फेमिनिस्टहरूले पनि त्यो केही एप्रोचहरू गर्न सक्छन् त्यसपछि यस दृष्टिकोण अनुसार नीति निर्माण मुख्य रूपमा सङ्गठित स्वार्थ समूहहरूको प्राथमिकतामा आधारित हुन्छ जसले गर्दा तिनीहरूको माग र आवश्यकताहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् भनेको अब सङ्गठित स्वार्थ समूहहरूलाई चाहिँ यो किनभने तिनीहरू अलरेडी पोलिटिक्समा त जोइन छन् त्यही भएर तिनीहरूलाई प्राथमिकता दिइने भयो कि यो प्लुरलिस्ट एप्रोचमा अनि नियो प्लुरलिस्ट एप्रोचमा चाहिँ के हुन्छ भन्दा नव बहुलवादी दृष्टिकोण अनुसार सानो सानो समूहहरूमा शक्ति विभाजित हुन्छ र शक्तिको अभाव हुनुका कारण ठुला ठुला समूहहरूले नीति निर्माण प्रक्रियामा हाबी हुन सक्छन् यसले राजनीतिक विशेष अधिकार सिर्जना गर्छ भनेको चाहिँ नव बहुलवादी दृष्टिकोण भयो भने यो ठुला ठुला बहुलवादी सङ्गठनहरूले चाहिँ एकदमै धेरै शक्ति लिने होइन ठुला ठुला बहुलवादी सङ्गठनहरूसँग त धेरै शक्ति हुने भयो यो सानो सानो समूहमा चाहिँ शक्ति चाहिँ कम हुने भयो होइन यो चाहिँ यो पावर डिभिजन चाहिँ इनइक्वल हुन पर्यो इनइक्वल भयो र शक्तिको अभावले गर्दा चाहिँ यो ठुला व्यावसायिक समूहहरूको चाहिँ निर्माण हुन्छ ठुला व्यावसायिक समूहहरूले चाहिँ आफ्नो फेभरमा चाहिँ नीति निर्माण गर्न थाल्छन् यो सानालाई चाहिँ दबाएर आफू अब त्यो नीति निर्माण प्रक्रियामा हाबी हुन थाल्छन् भनेर चाहिँ यसमा बुझ्न पर्यो अनि जस्तै नागरिकको अधिकार र स्वार्थलाई नजरअन्दाज गरिन्छ कि अब यस प्रकारले नागरिकको स्वार्थलाई नजरअन्दाज गरिने भयो जसले गर्दा सामाजिक असमानता सोसियल इनइक्वालिटी आउन बढाउँछ इक्जाम्पल जस्तै अब धनी व्यापारी रिच बिजनेसम्यानहरूले चाहिँ के गर्छन् त भन्दा नीति निर्माण गर्ने जुन कर्ता हुन्छ नीति निर्माणकर्ता तिनीहरूसँग राम्रो रिलेसन बनाएर आफ्ना लागि अनुकूल नियम बनाउन सक्छ जसले गर्दा चाहिँ जुन स्मल स्केल फार्मर्स हुनुहुन्छ स्मल बिजनेसम्यान हुन्छ यिनीहरूलाई चाहिँ असर पार्न सक्छ यसरी शक्तिको असमान वितरणले सामाजिक न्यायमा असर पुर्याउँछ भन्छ नव बहुलवादी एप्रोचले अब मार्क्सिस्ट एप्रोचले चाहिँ हामीलाई थाहा भएकै कुरो हो मार्क्सिजमले के भन्छ पुँजीवादी सङ्गठन हुन्छ एउटा र अर्को चाहिँ किसान वर्ग गरिब वर्ग हुन्छ अब पुँजीवादी सङ्गठनले चाहिँ पुँजीवादी स्वार्थ ग्रुपले चाहिँ नीति निर्माण गर्नको लागि आफ्नो पुँजीलाई प्रयोग गरेर चाहिँ सरकारलाई चाहिँ हेल्प गर्छ फन्डिङ दिन्छ अनि आफ्नो फेभरमा रुल्स एन्ड रेगुलेसन बनाउन कर गर्छ स्टेटले पनि अब पुँजीवादीहरूले जे भन्ने भयो त्यही गर्ने नै भयो त्यसले गर्दा चाहिँ यो किसान वर्ग गरिब वर्गहरूलाई चाहिँ शक्ति मिल्दैन उनीहरू अझै थिचे हुन्छन् यसले चाहिँ इनइक्वालिटी बढ्छ भनेर चाहिँ अब भन्छ त्यही भएर चाहिँ देयरफोर मार्क्सिस्ट एप्रोच इम्फेसाइज द निड टु एड्रेस द पावरलेसनेस अफ मेनी इन्ट्रेस्ट ग्रुप अन्डर क्यापिटलिजम भनेको चाहिँ अब यो मार्क्सवादी सिद्धान्तले के भन्छ भन्दाखेरि यो
पावर नभएका, शक्ति नभएका जुन स्वार्थ समूहहरू छन्, गरिब स्वार्थ समूह, तिनीहरूको दुःखलाई पनि बुझ्नुपर्छ, तिनीहरूको प्रब्लम्सलाई एड्रेस गर्नुपर्छ। किनभने यो क्यापिटलिजमले उनीहरूलाई निकै दबाएर राखेको छ। यो क्यापिटलिजमको दबदबा भएको इन्भाइरोमेन्टमा चाहिँ अब गरिब स्वार्थ समूहहरूको पनि कुरा सुनिनुपर्छ भन्छ यो इलाइटिस्ट के अरे मार्क्सिस्ट एप्रोचले होइन। अनि अब इलाइटिस्ट एप्रोचका अनुसार हाई लेभल वा पावरफुल ग्रुपको व्यक्तिहरूले चाहिँ पोलिटिकल्ली बढी एक्टिभ हुन्छन् भनेको इलाइटिस्ट एप्रोच भनेको चाहिँ पोलिटिकल्ली एक्टिभ पावरफुल पर्सन्सहरू भनेको चाहिँ इलाइटिस्ट भयो होइन। तर सामान्य नागरिकहरू राजनीतिक रूपमा इनएक्टिभ विक हुन्छन् होइन, दुईटा पक्ष हुने भयो तापनि। त्यसैले इलाइटिस्ट एनालाइस्टहरूले चाहिँ विशेष रूपमा शक्तिशाली व्यक्तिहरूका क्रियाकलाप र तिनीहरूले बनाउने नीतिहरूलाई ध्यान दिन्छन् होइन। अब त्यही त हो, जोसँग धेरै शक्ति छ, जुन चाहिँ राजनीतिक रूपमा चाहिँ बढी सक्रिय छ, तिनीहरूले चाहिँ नीति निर्माणका कार्यमा ध्यान दिन्छन्। अनि एकर्डिङ टु दिस इलाइटिस्ट अर्गनाइज ग्रुप्स अर अर्गनाइजेसनले समाजमा चाहिँ शक्ति दिन्छन्। इलाइटिस्ट ग्रुप्सहरूले चाहिँ समाजमा शक्ति दिन्छन्। सबै प्रकारका राजनीतिक प्रणालीहरूमा अन्य क्षेत्रका इलाइटहरूको तुलनामा राजनीतिक इलाइटहरूले चाहिँ इम्पोर्टेन्ट मानिन्छन्, किनभने तिनीहरू नै नीति निर्माण र कार्यान्वयन गर्ने व्यक्ति हुन्छन् भनेर बुझ्नु पर्यो। जस्तै इक्जाम्पल यो इलाइटिस्ट एप्रोचमा इक्जाम्पल के हुन्छ त भन्दा राजनीतिक दलका शीर्ष नेताहरू, किनभने उनीहरू पहिल्यै न्याय निर्माण गर्ने व्यक्तिहरू हुन्। अनि उनीहरूसँग पावर भयो भने उनीहरूले झन् आफ्नो फाइदाका लागि र अरू पावर नहुनेलाई थिच्न थाल्छन्। अर्को फेरि बिजनेस इलाइटिस्टहरू हुन सक्छन्, सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू हुन सक्छन्, अनि त्यसपछि प्रशासकीय इलाइटिस्ट हुन सक्छन्, एडमिनिस्ट्रेटिभ इलाइटिस्टहरू हुन सक्छन् यसमा चाहिँ भनेर बुझ्नु पर्यो। त्यसपछि छ पाँचौँमा छ, त्यसपछि चाहिँ कहाँसम्म पुगेको थियो, इलाइटिस्ट एप्रोचमा चाहिँ अब राजनीतिक दलका शीर्ष नेताहरू हुन सक्यो, बिजनेस इलाइट्सहरू हुन सक्यो, सञ्चार माध्यमका प्रभावशाली व्यक्तिहरू हुन सक्यो होइन। अनि लास्टमा छ कोर्पोरेटिस्ट एप्रोच। यो एप्रोच युरोपियन कन्ट्रिजहरूमा र अरू धेरै लोकतान्त्रिक कन्ट्रिजहरूमा इन्ट्रेस्ट ग्रुपको एक्टिभिटी एक्सप्लेन गर्न पर्याप्त थिएन भनेर चाहिँ यो एप्रोच ल्याइयो होइन। अरू एप्रोचेसहरूले चाहिँ यो इन्ट्रेस्ट ग्रुपको चाहिँ स्टडी गर्नलाई पर्याप्त भएन, त्यही भएर अब यो कोर्पोरेटिस्ट एप्रोच ल्याउनु पर्छ भनेर युरोपियन कन्ट्रीमा आयो। अनि धेरै युरोपियन देशहरूमा सरकार, विभिन्न संस्था, क्षेत्रहरू र व्यावसायिक सम्बन्धहरू बिच चाहिँ केन्द्रित रूपमा बार्गेनिङ गरिन्थ्यो, वार्ता हुन्थ्यो। अनि यो एग्रिमेन्ट्सहरू समाजवादी लोकतान्त्रिक सरकारले मात्र सहयोग गरेर गराउँथ्यो भनेर चाहिँ बुझ्नु पर्यो यो कोर्पोरेटिस्ट एप्रोच चाहिँ। अनि सजिलरी भन्दा चाहिँ युरोपियन देशहरूमा सरकारले विभिन्न समूहहरूसँग मिलेर नीति निर्माण गर्थ्यो, जसले समाजका फरक फरक वर्गहरूलाई समेट्न मद्दत गर्थ्यो। यो कोर्पोरेटिभ एप्रोचले चाहिँ यस्तो गर्थ्यो भनेर चाहिँ यो इन्ट्रेस्ट ग्रुपको एप्रोचेसहरू आयो भने यसरी लेख्नु पर्यो है। आजलाई यति। अनि बाँकी क्वेसनहरू पढ्दै गर्नु होला, नआत्तिकिन पानी पिउँदै केही खाँदै, अझै पनि टाइम छ। अल द बेस्ट गाइज।